Hello everyone, welcome to the day 4th of I, My and Money. आजको यो 4th डेमा आइसक्दा मार्च महिनामा चाहिँ एउटै क्वेसन सोध्न चाहन्छु है त तपाईँहरूलाई. इफ यु गट सिक टुमोरो हु पेज? यदि तपाईँ भोलि बिरामी पर्नुभयो भने कसले त्यसको जिम्मेवारी लिन्छ त? कसले पेर्छ? यो खालि गरिएको कुरा मात्र होइन, डर देखाउन गरिएको कुरा पनि होइन. लेट्स रिमुभ फियर र आफ्नो लजिकलाई युज गरी हेरौँ है त. यदि भोलि तपाईँ बिरामी हुनुभयो भने, टर्मिनल बिरामी भन्न खोजेको होइन, जस्ट एकदम कहिले चाहिँ 6 देखि 12 महिनासम्म जस्तो काम गर्न सक्नु भएन अरे भनेदेखि चाहिँ कसले पे गर्छ त? त्यसले को सक्छ त? त्यो सोची हेर्नुहोस्. धेरै जस्तो 40 माथिको वुमेनहरूले चाहिँ 3टा कुराहरूलाई चाहिँ एकदम अन्डर एस्टिमेट गरिरहेको हुन्छन्. के भन्दा चाहिँ नम्बर 1, इन्कम इन्टरप्सन रिस्क. कुनै बेलामा चाहिँ भइरहेको त्यो आय यत्तिकै आइरहन्छ अथवा रोकिन्छ भन्ने कुरालाई त्यो सोचिसकेकै हुँदैन. द्याट दे अन्डरस्टिमेट द्याट. दोस्रो नम्बरमा आउँछ आउट अफ पकेट मेडिकल कस्ट. कति कुरा चाहिँ आफ्नो आउट अफ पकेट तिर्नुपर्ने, हाउ प्रिपेयर्ड आर वी, कसले तिर्छ, कति छ भनेर त्यसको लागि अन्डर एस्टिमेट भइरहेको हुन्छ भने. तेस्रो कुरा चाहिँ केयर कोअर्डिनेसन एक्सपेन्सेस. त्यो बिचमा चाहिने कुराहरूको एक्सपेन्सेस आउने कुरालाई कसरी गर्ने भन्ने कुरा भन्दा इभन हेल्थ इन्सुरेन्सै छ भने पनि त त्यसको त्यो डिडक्टेबल पे गर्नुपर्ने हुन्छ, वेजेसहरू जाने हुन्छ, अनि अरू कतिवटा सर्भिसहरू त कभरै भइरहेको हुँदैन. त्यही भएर यो सबैभन्दा अप्ठ्यारो भाग चाहिँ यहाँ आउँछ है त. वुमेन त झन् स्ट्याटिस्टिकली दे लिभ लङ्गर. म्यान भन्दा वुमेनहरू लामो आयु बाँच्छन्. त्यो रिसर्चले त्यही नै भन्छ भनेदेखि द्याट मिन्स विच इज हायर प्रोबेबिलिटी अफ निडिङ लङ टर्म केयर. जति लामो बाँच्यो, जति उमेर बाँच्यो, त्यत्तिकै त केयर चाहिने हुन्छ, त्यत्तिकै पैसाको आवश्यकता हुन्छ. धेरैले सोध्छन् कि मेडिकेयरले त कभर गरिहाल्छ नि, मेडिकेयरले ह्यान्डल गर्छ भन्दा, बट इट डज नट कभर एक्सटेन्डेड कस्टडियल लङ टर्म केयर. लामो टाइमसम्म केयर गर्दैन त्यसले. होला परिवारले पे गर्ला, छोरीहरूले पे गर्ला, सेभिङ्सले पे गर्ला, तर धेरै जस्तो त वुमेनहरूले चाहिँ आफ्नो रिटायरमेन्टले नै त्यो खर्च गरिरहेको हुन्छन् त्यसमा. र कुनै पनि कुरामा प्रिपेयर्डनेस भनेको चाहिँ त्यो पेसिमिजम होइन, एकदमै ला यस्तो पर्ला भनेर त्यो पेसिमिस्ट भएको होइन, तर प्रिपेयर त हुनै पर्छ नि. इट इज लभ द्याट इज एक्सप्रेस्ड फाइनेन्सियली. त्यो आफ्नो एउटा प्रिपरेसन भनेको त एउटा तयारी हो, त्यो एउटा माया हो, त्यो एउटा चाहिँ एकदम आफू जे पर्दा गर्न सक्छु भन्ने एउटा विश्वास हो, पहिचान हो. सो इफ यु इन्कम इज इसेन्सियल टु यर हाउस होल्ड, तपाईँको इन्कम घरको लागि चाहिने छ, आवश्यक छ भने तपाईँ त अप्सनल हुनु भएन नि, होइन. र अप्सनल मान्छेहरूलाई मात्र इन्सुरेन्स चाहिन्छ. जो आवश्यक छ त्यो घरको लागि, जो त्यो घरको इन्जिन हो, जो त्यो घरको पिलर हो, उसलाई त पक्कै पनि चाहिन्छ. सो थिङ्क अबाउट इट. ओके, टेक केयर अफ योर पर्सनल हेल्थ एज वेल एज योर फाइनेन्सियल हेल्थ. थ्याङ्क यू.